खोला ठुल्ला आउँदैन भनेर अलि अटेरी गरेर बस्थे हामी हेर्छु त्यस्तो आउँदैन होला हामी हेर्छु कत्रो आउँदछ भने हेर्ने ध्यानमा बढी बस्यो भएर क्षति भएको खोला त पुरा त्यो आकाशमा चरा उडे जस्तो गरी आयो के भैले यस्तो झल गरेर उडेर बजार त ठुलो बजार थियो अब यहाँ किनमेल गर्ने होलसेल पाउने खुद्रा पसल ठुलो बजार थियो हिजो खासमा के भएको थियो भनिदिनुस् त खासमा अब बिहान उठेर सचेत चाहिँ रहनु होला है भनेर चाहिँ मिडियाले अब भन्ने ठाउँमा समाचारमा भनिरहेको थियो अनि त्यसपछि कसैले पत्याएन यो हुनसक्छ पोहोर पनि त्यस्तै भनिरहेको थियो नि त अनि आउँदैन होला खोला आउनु त आउला हल्का पानी परेको ठुलोले होला भन्ने भयो अनि त्यसपछि कति 9 साढे 8 बजेतिर म यो चौतारामा बसेको थिएँ अनि त्यसपछि 9 बज्न लाग्यो 9 बजेपछि अनि यहाँ पुलिसले साइलेन्ट बजाउँदै हिँड्यो सतर्कमा रहनु आफ्नो आफ्नो ठाउँमा बस्नुहोस् भन्नुभयो है अनि पहिलोचोटि पुलिसको गाडी गयो अनि दोस्रो राउन्डमा फेरि अर्को गाडी यहाँ आइयो भने पहिलो हेलिकप्टर उडिरहेको थियो 2 राउन्ड घुम्यो 2 राउन्ड भएपछि उसले रातो झन्डा हल्लाउँदै गऱ्यो हट्नुहोस् भनेर रातो झन्डा हल्लाइदियो अनि 2 राउन्डबाट 3 राउन्ड भयो 3 राउन्डको पुलिसको गाडी फेरि अर्को गयो पुलिसको गाडी आउँदाखेरि अर्को पुलिसको गाडी त्रिशुलीको त्यो पुलछेउमा पुग्दाखेरि त्यो गाडी आउन सकेन त्यहाँ भेल आइसकेछ दोस्रो राउन्ड आउँदाखेरि यो ढुङ्गेको यो चोकमा यहाँ माथिल्लोबाट बिदुर जाने उक्लिने ठाउँमा पुग्दाखेरि ऊ जान छ त्यो पुलिसको गाडी फर्क्यो अनि त्यसपछि हेर्दाखेरि म यहीँ बसेर उभिएर हेरेर बसेँ धेरै आउँदैन होला खोला सानोतिनो होला बढ्ला बिस्तारै यही भावले आउला भन्ने भयो अनि त्यसपछि खोला त कस्तो स्टाइल ल्यायो भनेदेखि ठ्याक्क यहाँ उभिएर हेरिबस्यो खोला त पुरा त्यो आकाशमा चरा उडे जस्तो गरी आयो के भैले यस्तो झल गरेर उडेर आउँदा त अब त त्यति आउला यहाँसम्म भनेर आत्तिन लाग्यो अनि त्यसपछि भागिन अझै हेरेर बसेँ भन्दाखेरि कृषि बैङ्क र शाखा थियो कृषि शाखामा त्यसपछि झ्याप्प 1 राउन्डले गर्दा 1 ढलान पुर्यो अर्को ढलान आउँदाखेरि दोस्रो ढलान पुर्यो तेस्रो ढलानमा आउँदा माथि छाल भयो अब चाहिँ भाग्नु पर्यो भएन अब चाहिँ भनेर अब छोरोलाई यहाँ सुतिरहेको थियो छोरो बाबु उठ भनेको सानो खोला किन उठ्नु पर्यो भन्यो अनि उठेर निस्किँदा छाल देख्ने उनी तर्स्यो बुवा माथि हुनुहुन्थ्यो ससुरा बुवा मम्मी सबै खाना खाने समय बच्चा स्कुल जाने समय भएर खाना खान लागेको थियो अनि निस्किनु भाग्नु भन्दाखेरि यहाँबाट निस्किनु पाख्ने यो जमिन पुरै हल्लेर भुइँचा लाग्छ थर 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 काम भाग्न सकेन सबै अनि त्यसपछि ढुङ्गेको मैलाहरू निस्क भनेर भाग्दाखेरि 2-4 जना भाग्दा 4-5 जना महिला त देख्न नसकेर बेहोस भएर यहाँ ढले 3-4 जना चाहिँ पानी छम्केर अनि अब सबैले अलिअलि उठाउन सक्ने जतिले लगेर उतार गर्दै माथि चौतारा लगेर राखिदियो अनि पानी छम्केर होसमा आउने बनाइदियो